सम्पूर्णले यता स्थलमा ताली बजाएर र अतिथिज्यूहरूले घन्टी बजाएर आजको यस कार्यक्रमलाई उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो यस औपचारिक कार्यक्रम भव्य रूपमा उद्घाटन भएको पनि स्पष्ट गराउँदै अबको कार्यक्रम सक्रिय सहयोगी युवा व्यवसायी तथा पार्टीका एक सशक्त पार्टी लिडर आदरणीय श्री अर्जुन ढुङ्गा थेकीज्यूलाई स्वागत मन्तव्य व्यक्त गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जोरदार तालीले स्वागत गराउनुहोस्। धन्यवाद कार्यक्रम संचालक श्री आदरणीय कार्यक्रमका सभाध्यक्ष प्रमुख अतिथिज्यू गोपाल भण्डारी सर, विशिष्ट अतिथिज्यूहरू, प्रवासी नेपाली सम्पर्क विभाग साउदी अरेबियाका आदरणीय प्रतिनिधिज्यूहरू, प्रवासी नेपाली सम्पर्क समिति रियाद जुबेल तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समिति सदस्यज्यूहरू र एनआरएनआरसीसीका सम्पूर्ण सरहरू साथै आरसीसीका सम्पूर्ण पदाधिकारीज्यू र अल्कासिमका सम्पूर्ण सदस्यज्यू मित्रहरू, समाजसेवीज्यू तथा उपस्थित सम्पूर्ण नेपाली दाजुभाइहरू हार्दिक नमस्कार तथा जय घन्टी। आजको यस ऐतिहासिक एवं गौरवमय अवसरमा यहाँहरू सम्पूर्णलाई प्रवासी नेपाली सम्पर्क समिति अल्कासिमको तर्फबाट हार्दिक स्वागत, सम्मान तथा अभिवादन व्यक्त गर्न चाहन्छु। आज हामी केवल एउटा समिति विस्तार गर्नका लागि मात्र यहाँ भेला भएका होइनौँ। हामी प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहकार्य, आपसी सद्भाव र जिम्मेवारीलाई अझ मजबुत बनाउने साझा उद्देश्यका साथ यहाँ उपस्थित भएका छौँ। विदेशको भूमिमा रहेर पनि आफ्नो देश, समाज, नेपाली समुदायप्रति जिम्मेवारीलाई निरन्तरता दिने आफ्नो आफैमा महत्त्वपूर्ण कुरा हो। प्रवासमा रहेका नेपालीहरूको दुःख आवश्यकतामा आवाज उठाउने सबै नेपालीलाई एउटै भावना जोड्ने अभियानको मुख्य उद्देश्य हो। आज गठन तथा विस्तार हुन लागेको यस समितिले आगामी दिनमा अझ सङ्गठित, सक्रिय र जिम्मेवार ढङ्गले नेपाली समुदायको हितमा काम गर्ने विश्वास दिएको छु। हाम्रो शक्ति कुनै एक व्यक्ति वा पदमा होइन, हाम्रो एकता, सहकार्य, सामूहिक भावना निहित रहन्छ। यस महत्त्वपूर्ण कार्यक्रममा आफ्नो अमूल्य समय निकालेर सम्पूर्ण अतिथिज्यूहरू तथा उपस्थित महानुभावप्रति विशेष आभार व्यक्त गर्दछु। यहाँहरूको उपस्थिति र साथले हाम्रो अभियानलाई अझ प्रेरणा प्रदान गरेको छ। साथै यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण आयोजक, पदाधिकारी, सदस्य, शुभचिन्तक तथा सहयोगी मनहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। अन्त्यमा आजबाट विस्तार हुने यस समितिले प्रवासमा रहेर
रहेका सम्पूर्ण नेपालीहरूको हित एकता र सहयोगको लागि उदाहरणीय भूमिका निर्वाह गर। हामी जहाँ भए पनि नेपाली हौ, हाम्रो पहिचान नेपाली हो। धन्यवाद। जय नेपाल, जय गान्धी। विशेष धन्यवाद हाम्रा हामी सर बधाई।